कतिको टाढो छ बेरै हो मेरो मालिक यहाँको थाहै भएन नि अन्त त्यसो सरप्राइजमा कहाँ भन्छ त अनि यस्तो रस गरेको म काम आज हो र Welcome aboard. To keep the aisle and exits clear, your smaller bags and heavier items go under the seat in front of you. Larger bags can go in the lockers, wheels first where possible. Once they're put away, take your allocated... made it to Perth. I took out the luggage from there. The luggage, then so we are here for the baggage claim. We are guys safely landed at Perth Airport. No, I think yeah. Looks like this is my baggage. So finally here in Perth, got my baggage here. यहाँ चाहिँ डबल प्रैंक हुँदैछ, डबल प्रैंक गरेर सरप्राइज हुँदैछ। यहाँ मेरो साथी
र एउटा सर छ मेरो कजन पनि हो एकदमै मिल्ने साथी उहाँलाई पनि म आउँदैछ भनेर थाहा छैन मेरो साथी आउँदैछ भनेर चाहिँ पिक गर्नु भनेको छु कि अनि उसलाई थाहै छैन म आउँदैछ भनेर त्यसले गर्दाखेरि चाहिँ यता आएर मात्रै उसलाई सरप्राइज दिने मैले उसको पनि रियाक्सन कस्तो हुन्छ हेरौँ है यहाँ वेट गरिरहेको छु यता पुग्दा मलाई भन्नु भनेको छु त्यहीँ कल गर्छु भनेको छु सो लेट्स वाच एन्ड सी व्हाट ह्यापन्स ल अहिले चाहिँ म मेरो साथीसँग च्याट गर्दैछु होइन च्याटमा चाहिँ के भन्दैछ पिआर हो भनेर सोध्दैछ होइन स्टुडेन्ट हो घरमा लैज भनेर भनेको घरमा लैज घरमा लाँदा पनि हुन्छ कोही छैन अलिक धर्मै हुन्छ भनेको छु कि के भन्छ ऊ 135मा आउँछ 135मा आउँछ हेरौँ म अपडेट गर्छु यसको रियाक्सनहरू देखेर के भन्छ ओके ठिकै छ आइपुग्यो भन्दैछ हो ल्याउनु अनि कार कलर के हो भनिरहेको सोधिरहेको छु मैले अनि हेर्दैछ अहिले उसको एस कलर रहेछ हो उसको कार कलर रहेछ हेर्छु कता साइडमा छ भने 1IB W043 के भनेर रहेछ तर देख्नु चाहिँ देखिन है मैले चाहिँ सरलाई देखिनँ मैले कहाँ रहेछ यो त पक्कै पनि आउँदैन हेलो सर कति न सर सर कति छ सर ना छु खातो थिएन होइन सर टर्मिनल 1 ले ना खातो दोंका साइड न लेफ्ट साइड न जिम सर लेफ्ट साइड न मागे न एन्ड न रहे अनि ट्राफिक लाइट चाहिँ दुमे न ट्राफिक लाइट दे लेफ्ट न हो सर मा अति क्रॉस मागे हो सर ट्राफिक गे बे हला बस थोमेला सर बस थई थई अंगी आता छुतर हो सर लेफ्ट न थानी बस साइड न बस दतो जुमे अनि ट्राफिक की साइड न लु ओके लस लस थ्याङ्क यू ल ढाँटेर भनिदिएको छ बस फलो गरेर आउनु भनेर अब हेर्छु के भन्छ है बस फलो गरेर आउनु भनेछ उसले हो घामले पनि पोलेर मर्न उता एन्डमा जानुपर्छ ल म जाँदैछु त्यो सरले कहाँ पर्खिरहेको छु हेर्छु बस फलो गरेर टर्मिनल 1 भनेपछि उतै जानुपर्ने होला जस्तो मैले उसलाई ढाँटेको छ अहिले बस त एउटा छ हो बसको पनि एन्डमा जानुपर्छ हेरौँ है बसको पनि एन्डमा जानुपर्छ भनिरहेको छ सरले चाहिँ तर मैले सरलाई ढाँटिदिएँ सरी मलाई ढाँटिदिएको हेरौँ मैले ढाँटिदिएको छु सरलाई सरप्राइज चाहिँ हुन्छ नि अहिले नपठाउनु एड्रेस भन्नु एड्रेस अहिले त आजसम्म नाना घरमा आएको छैन होला भात सात के कहाँ पाउँछ खानेकुरो जान्छ म यस्तो जानु के हो घरमा जाउँ कहाँ हो घर कति टाढो त कति टाढो छ धेरै हो मेरो मालिक यहाँको थाहै भएन नि
अन्त त्यसो सरप्राइजमा कहाँ भन्छ त अनि यस्तो रस गरेको म काम आज हो र डल्ले पनि पठाइदिएको छु भने थियो मान्छे त 5 hours को काम अन्त 4 hours लगिदिएर आएको ल एउटा सरप्राइज चाहिँ भयो अब बाँकी अझै छ अब गइँदैछ अब दुई भाइ पर्थ एकदम अनएक्सपेक्टेड भयो नि यो चाहिँ सरप्राइज खतरा भयो है अन्त अघि मैले धेरै मेन्सन गरेको थिएँ त अन्त घरमा लाँदा पनि हुन्छ भनेको थिएँ त अन्त त्यो भनेर पनि अन्त अलिकति पनि हिन्ट पाएन डाउटै गरेन है ठिक छ सरप्राइज बेला बेला सन्नानहरूलाई थाहै छैन थाहै छैन मैले भनेको छैन मेरो स्टुडेन्ट आउँदैछ भनेर भनेको साङ्गे छ होइन साङ्गे चाहिँ आउँदैछ भनेको अन्त उनीहरूकोमा पनि बस्ने के अरे यो पनि कस्तो हुन्छ भनेको उनीहरूको घर एउटा त रुम त छ ठुलै अब उसलाई कम्फोर्टेबल लाग्यो भने त बस्दा त हुन्छ अब एउटा सँगै हो भने मैले साथी पनि छ अरे भनेको थिएँ जस्तै अनि तपाईँलाई चाहिँ सरप्राइज हुँदैन होला नै मलाई डाउट लागेको थियो कि र म ट्राई गर्छु भनेर सोचिरहेको थिएँ किनभने अब यस्तै काम हुन्छ के कहाँ होला बिजी होला भनेर म चाहिँ ल्याउनु आउँदा मात्रै सरप्राइज हुन्छ भने सन्नानहरूसँग भेट्यो भने त थाहा भइहाल्छ नि त त्यहीँ त यताउता सबै स्प्रेड भइहाल्छ अन्त त्यसले गर्दा मैले भरसक ट्राई गरेको चाहिँ त्यो हो क्या तपाईँले आउँछु भनेर एकदम सरप्राइज बब्बाल कोही छैन साथी भन्नु चाहिँ अब सरले भन्नुभयो त्यहाँ अब साथीहरू छ भनेर चाहिँ अब पिकअप गरेर कहाँ छोड्नुपर्छ त्यहाँ चाहिँ छोडिदिउँ न भनेर आएको त अन्त घरमा लाँदा पनि हुन्छ भनेको नि अघि नै हिन्ट दिएको त मैले अनि एनिवेज ल यो भ्लग चाहिँ अब कन्टिन्यू अब उतादेखि हुन्छ अर्को सरप्राइजहरू जान्छ यहाँदेखि जस्तो लाग्यो ल कहाँ आइपुग्यौँ त अब पर्थको बुटनिस रेस्टुरेन्टमा साह्रो देख्थेँ अब टिकटक भिडियोजतिर बुटनिस होटेल आएको आज चाहिँ आफै यहाँ आएर कस्तो चाहिँ रहेछ हेरौँ न कि प्रमोट गर्नुपर्छ बुटनिस यो ठाउँलाई के भन्छ ड्रागन शेफ बुटनिस रेस्टुरेन्ट यो जग्गालाई के भन्छ सर ए हस्बेन्ड पार्क हस्बेन्ड पार्कमा आज लन्च गरिँदैछ आज फर्स्ट डे पर्थमा ठिक छ अब भित्र गएर के छ हेर्नु त्यसको मेन्युहरू चाहिँ कता बस्छ यस्तो सोध्नु कता हुन्छ अब भातमै हेर्नु पऱ्यो फास्टफुडहरू त नहेर्दा पनि भयो हो खै के रहेछ त्यसमा कन्टेन्ट तर के रहेछ कन्टेन्ट यिनीहरू हो होइन हो ए हो फेरि त्यति खान सक्छ हामीले ए हो ठिकै रहेछ नि त्यसो कति खान्छ त्यति लाउनु भन्छ त्यसमा त्यो खाने नि रहेछ सजिलो त्यसमा नै बफे हेरौँ है बफेमा के रहेछ सिक्कम्पा फाक्सा बेजुम सकम्पा नोसा बेजुम सकुङ्दासी काउचो मारु केप्पा चिकन मारु भेजिटेरियनमा पनि रहेछ जे ल्याउँदा पनि भयो होला नि त्यो यहाँ छ खाना चाहिँ आज चाहिँ बफेदेखि ड्रागन शेफ बुटनिस रेस्टुरेन्ट यहाँको एकदमै चर्चा फेमस बुटनिस रेस्टुरेन्ट ठिकै छ र म चाहिँ We are here.
भुटान है भुटान बुढ्नेसले साह्रो दुख्छ बुढ्नेस दुख्दैछ हौ सरी क्लोज अरे ल खाइए बुढ्नेस रेस्टुरेन्टमा हुनु के गर्छ हौ बुढ्नेस ड्र्यागन शेफ रेस्टुरेन्ट भुटानको कलर त निकै मजाको चुज गरेको रहेछ तपाईँले गाडीको यताको गाडीको कलरहरू मजाको छ नि बरु त्यो ब्राइट पनि होइन हेर्नु के आँखालाई मजाको थियो अब ब्लू भन्दा कस्तो अब माइल्ड खालको ब्लू है पर्पल भन्दा पर्पल पनि अलिक कस्तो खालको नमस्ते